हजुरहरूको कपाल झरिरहेछ भने यो एकदमै रामबाण होम रेमेडी हो, प्रयोग गरेर हेर्नुहोला। ल्वाङ, मेथी, प्याज, त्यसपछि अदुवा अनि सुरुमा तोरीको तेललाई मजासँग तताउने, पुरै धुवा आउने गरी तताउनु पर्छ। त्यसपछि मैले यसमा मेथी अनि ल्वाङ मिक्स गरेको छु, त्यो राखिदिन्छु। अनि प्याज पनि राख्छु अनि त्यसपछि लास्टमा अदुवा राख्छु। यसलाई चाहिँ मजासँग खैरो होन्जेल पकाउनु पर्छ। यसलाई चाहिँ मैले 2 दिनको ग्यापमा लाउने गरेको छु। हजुरहरूले पनि त्यसै गरी लगाउनु होला। यदि हजुरको कपाल झरिरहेछ, केही गरे पनि रोकिँदैन भने यसरी तेल पकाइसकेर छान्नु होला, चिसो पारेर। त्यसपछि जरामा लाउनु होला। नुहाउनुभन्दा 1 दिन अगाडि लाउँदा पनि हुन्छ, 5-6 घन्टा अगाडि लाउँदा पनि हुन्छ। हजुरको कपाल झर्न पनि कन्ट्रोल हुन्छ, हेल्दी प्लस साइनिङ लङ पनि हुन्छ।